यहाँबाट फेरि यहाँबाट ल है समुद्र आइपुग्यो अब ल हामी ल पुगे ल सबैजना नुहाउनलाई यहाँ तयार छ मान्छेहरू राइड गर्नलाई घुम्नलाई सबै आज यसो बिचमा घुम्न आएको एउटा टापुमा बसेको 50 ग्राम छ यो जुन छाप्रोहरू देख्नुहुन्छ नि तपाईँहरू यी छाप्रोहरूलाई एउटामा बस्नलाई 50 ग्राम ल हेर्नु यति महँगा छन् भने यो बोट 200 ग्राम 200 ग्राम चाहिँ आज त समुद्रमा घुमघाम यहाँ पुरै भयो आज त हेलो रात पर्यो है अब त हामी त लाग्यौँ घुम्दा घुम्दा हरान भयो हत्तेरका अब यो सुरुङबाट हामी ल रात पर्यो अब रात पर्यो अब हामी घुम्दा घुम्दा एकछिन फेरि यता मलमा जानुपर्ने छ अलहमरा मल एक लाइन मात्रै बाटो रहेछ नि यही यता जाने मात्रै रहेछ जाने मात्रै त्यही भएर ल्याउँछ त्यही भएर त ल्याउँदैन उता भएर हामीलाई के थाहा जाँदा चाहिँ पाइयो आउन चाहिँ पाइएन होइन पाइन त्यो भन्दै थियो त यही त अलहमरा मल यही हो टाढा थियो नि घुम्न त हामी ट्याक्सीमा यत्रो भइसक्यो टाढै थियो अलमरमल आगियो वेलकम Drop the Spanish side. Okay. Okay जी. Thank you. अलमरमल आइसक्यौँ हामी आइपुग्यौँ. हेर्नुहोस् गाइस अलमरा क्याम्प नै मार्केट मल हो गाडी आउँछ जाऊ भनौँ